हेलो हेलो दर्शन नमस्ते सबैजनालाई है। सो त्यही हो, अस्ति मैले नानीहरूको भिडियोहरू हालिरहेको हुन्छु नि त अटिजमको बारेमा बोलेर। अनि कतिजना सिस्टरहरू लाइक अटिस्टिक प्यारेन्ट्सहरू अनि जस डिसेबल प्यारेन्ट्सको प्यारेन्ट्सहरू मसँग आएर जोडिनु भयो, कोहीले कल गर्नुभयो, कोहीसँग मेसेजमा कुरा भयो होइन। उहाँहरूको नै टेन्सन गुनासो भनेकै लाइक हाम्रो बच्चाले स्कुल पाएन है, पाए पनि अफोर्ड गर्न गाह्रो भयो, या फिर जसो तसो अफोर्ड गरेर पनि रिजनेबल भएन होइन भन्ने खालको गुनासोहरू या फिर पीडाहरू सुन्दाखेरि चाहिँ मलाई यो भिडियो कस्तो बनाउन मन लाग्यो कि अब अहिलेको सरकारले हुन त 7 प्रदेशमा चाहिँ स्कुल खोल्ने भनेर चाहिँ होइन कुरा आइरहेछ भन्नुभएको छ। त्यति सुन्दा पनि कति खुसी लाग्छ कि लाइक जस्तै अब एउटा प्रदेशमा मात्रै एउटा स्कुल खोल्दै भने पनि त्यसपछि बिस्तारै फेरि त्यही अनुसारको अञ्चल जिल्ला हुँदै पनि जान्छ नि त। एटलिस्ट सुरुवात त हुन खोजिरहेको छ। होप यो कुरालाई चाहिँ छिटोभन्दा छिटो चाहिँ के भन्छ त्यसलाई सुचारू गरियोस् है। अनि हाम्रो अरू बच्चाहरू स्कुल जाँदाखेरि हाम्रो डिसेबल बच्चाहरूको प्यारेन्ट्सहरू चाहिँ लाइक कस्तो मनै खान्छ नि त, अरूको बच्चाहरू स्कुल जान्छ यस्तो पढ्छ भन्दाखेरि त्यस्तो फिल गर्न नपरोस्। एटलिस्ट उनीहरूले पनि स्कुल गइरहेछ, उनीहरूकै खालको स्कुलहरू पाइरहेछ, त्यही अनुसारको लर्न गर्ने इन्भाइरोमेन्ट पाइरहेछ भन्ने चाहिँ एउटा मनमा आनन्द र एउटा खुसी चाहिँ बोकेर हिँड्न मिलोस् है। त्यही हो, अहिलेको सरकारलाई चाहिँ हजुरहरूले गरेको सुरुवातलाई चाहिँ अझ राम्रोसँग ग्रोथ भएको हेर्न पाऊँ भन्न चाहन्छु है, एउटा अटिस्टिक बच्चाको प्यारेन्ट्स भएको हिसाबले है। थ्याङ्क यू सो मच एन्ड टेक केयर सबैजना।